दर्शकहरू नमस्ते नमस्कार एवं स्वागत गर्न चाहन्छु। यतिखेरको समयमा तपाईहरूले भन्नुभएको थियो नि विकास सरसँग यसो भिडियो बनाउनु पर्यो भन्ने हिसाबले मैले विकास सरलाई यसो उपस्थित गराएर यसो मौकाको चौकामा विकास सरसँगको यो रमाइलो भ्लग लिएर तपाईहरूको माझमा उपस्थित भइसकेको छु। यतिखेरको समयमा विकास सरसँग छोटो मिठो कुराकानी गर्दै हामी चाहिने रोल्पाको राकमा हुन गइरहेको यो दुलहा पक्षबाट दुलही पक्षमा जाँदै गर्दाको भिडियो लिएर तपाईहरूको माझमा उपस्थित भएका छौँ। विकास सर यहाँ मसँग हुनुहुन्छ। एकदमै टोपबहादुर खड्का कता हुनुहुन्छ उहाँले खोजिरहनु भएको यो भिडियो उहाँसम्म समक्ष पुगोस् भन्न चाहन्छु। के छ विकास सर, के भन्नु चाहनुहुन्छ? ठिक छ, मजा छ, रमाइलो भइरहेछ होइन नि? अरू भन्नु पर्यो के छ? गाउँघरको हल्लीचल्ली के काम गर्नुहुन्छ आजभोलि? गाउँघरतिर त यस्तै हो, गाउँघर रमाइलै छ, रमाइलै छ। अनि तपाईँको मौरी पालन खेती एकदम फस्टाएको कुरा जस्तो सुन्छु मैले। कति घार पाल्नु भएको छ आजभोलिको समयमा? मौरी घार 2-4 घार छन्। हजुर, 2-4 घार भन्नाले तपाईँको यो मौरी पालनदेखि लगाएर गाउँघरमा विविध किसिमका कामहरू तपाईँले गर्दै आउनुभएको छ यतिखेरको समयसम्म। हजुर हजुर। के सोच्नु भएको छ अब भावी पुस्ताले के गर्दा राम्रो हुन्छ भन्ने तपाईँलाई लाग्छ? यो नेपालमै बसेर रोजगारहरू सिर्जना गर्न सकिन्छ कि के गर्दा राम्रो हुन्छ भन्ने जस्तो लाग्छ तपाईँको भनाइमा? अब मेरो भनाइमा त अब कोहीले केही काम आफ्नो आफ्नो पेसा व्यवसाय गर्नु राम्रो हुन्छ। आफ्नो पेसा व्यवसाय आफ्नो सोचाइ अनुसार गर्दा ठिक हुन्छ होइन? हजुर। अनि तपाईँको आजभोलिको कामधन्दा एकदमै राम्रो भइरहेको छ है। दर्शकहरूको खोजाइअनुसार तपाईँसँग आज भिडियो बनाउने मौका पाएको छु। अन्त्यमा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई रमाइलो गर्नुपर्छ, मोज मस्ती गर्नुपर्छ, खानुपर्छ, घुम्नुपर्छ। पाल्दा के कस्तो फाइदाहरू भइरहेको छ? तपाईँलाई आजसम्म मौरी पालन गर्नुभयो, यसले तपाईँलाई कतिको फाइदा पुर्याइरहेको छ? राम्रै फाइदा भइरहेको छ। अब यो मौरी पालनबाट अब आफ्नो यसो घर गुजाराहरू चलिरहेको छ होइन? त्यसो भएको हुनाले गर्दाखेरि विकास सरसँगको छोटो भिडियो लिएर तपाईँहरूको माझमा उपस्थित भएको छु। अन्त्यमा सम्पूर्ण दर्शकहरूको माझमा यो भिडियोलाई समक्ष रूपमा तपाईँहरूको माझमा प्रत्यक्ष रूपमा पोस्ट गर्ने बाचाका साथ अहिले पनि अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्त्यमा ठिकै छ, अब आफ्नो पेसा व्यवसाय गर्दा राम्रो हुन्छ होइन? लौ त दर्शकहरू कस्तो लाग्यो भिडियो त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको आशा माग्दछु। यस्तै भिडियोहरू ल्याउनका लागि म तपाईँहरूको माझमा ल्याइरहने छु। यो आइडीलाई विशेष गरेर फलो गरेर साथ दिनु होला भन्दै हामी दुईटाका कुराहरूलाई यही डोकाको बिट मार्दै हामी पनि बिदा हुन्छौँ। नमस्कार।